मलाई सोध्यो, तपाईको जीवनमा सबैभन्दा गहिरो परिवर्तन ल्याएको साधना कुन हो भने मेरो उत्तर हुनेछ शक्ति चलना क्रिया र शून्य। एक दिन सद्गुरुको एउटा प्रवचन सुने जसमा उहाँले भन्दै हुनुहुन्थ्यो, शक्ति चलना क्रियाले तपाईभित्र के गरिरहेको छ भन्ने अनुभव गर्न 6 महिनादेखि 1 वर्षसम्म लाग्न सक्छ। त्यही वाक्यले मलाई अभ्यास निरन्तर गर्न प्रेरित गर्यो र त्यसपछि 1 वर्षपछि जे भयो त्यसले मलाई पूर्ण रूपमा आश्चर्यचकित बनायो। सबैभन्दा पहिले मेरो श्वास नै बदलियो। सास लिनु र छोड्नु नै आनन्दमय अनुभव बन्न थाल्यो। पहिले मैले यस्तो अनुभव कहिल्यै गरिएको थिइनँ। दोस्रो, शरीरमा हुने साना ठूला समस्याहरू चाहे कुनै चोटपटक होस् अथवा रोग नै होस्, पहिलेको भन्दा धेरै छिटो निको हुन थाले। तेस्रो, यो क्रियाले मनमा बस्ने नकारात्मक छापहरू आश्चर्यजनक रूपमा नष्ट गरिदिन थाल्यो। उदाहरणको लागि, यदि कसैसँग विवाद भयो भने पनि त्यो घटना मनमा लामो समयसम्म रहँदैन। हरेक क्षणलाई नयाँ रूपमा अनुभव गर्न सक्ने क्षमता बढ्दै गयो। चौथो, मैले आफूलाई केवल शरीरको रूपमा होइन, जीवन ऊर्जाको रूपमा अनुभव गर्न थाले। पाँचौं, अरूको कल्याणको लागि सचेत रूपमा आफ्नो ऊर्जालाई समर्पित गर्न सक्ने क्षमताको वृद्धि भयो। यदि तपाईँ पनि शून्य र शक्ति चलना क्रिया सिकेर आफ्नो जीवनमा यस्तै परिवर्तन ल्याउन चाहनुहुन्छ भने तल कमेन्टमा 0 लेख्नुहोस्। म तपाईलाई यसको आधिकारिक जानकारी र दर्ता गर्ने लिंक DM मा पठाइदिनेछु।